होला गर हामीले हिँड्दा आयो क्या कहाँबाट सो गाइज म चाहिँ अहिले यस्तो होइन भिडभाडमा आयो त्यहाँ देख्न सक्नुहुन्छ भिड खतरा छ नि है यहाँबाट खस्यो भने चाहिँ मान्छे गयो तलसम्म छ क्या भिड पनि ल गाइज अब चाहिँ बोलेर आयो प्रीति मैले लायो होला भ्लग बनाउनु पाएको छैन बिहान पनि भ्याइ नभ्याइ घाँस काटेर आएर भ्लग बनाइरहेको छु मलाई चित्त दुख्यो लु मोडमा पनि ब्रेक नलगाइ हिँड्ने हो किनकि मेरो अगाडिको ब्रेक मात्र छ कमास यहाँ आयो भने जहिले मलाई चाहिँ ढिलो छाप्छ क्या त्यहाँको ल गाइस वेलकम ब्याक चलो हो अहिले चाहिँ क्यामेरा एङ्गल मिल्यो हिजोको भन्दा जस्तो लागिरहेछ कस्तो आइरहेछ त्यो चाहिँ थाहा छैन जस बनाउनु चाहिँ बनाइरहेको छु एउटा हातले समाएर भए पनि आज म यो पानीबाट लाँदिनँ पुग्यो मलाई चाहिँ छु म त्यही भएर कटु लगाएर आएको कि यस्तो हुन्छ भने आज मैले बुझ्छु नि त कट्टु लगाएर आएको ठ्याक्क लगाएर खुट्टाभरि गयो रे आछु गयो ल गाइस तपाईँलाई आजभोलि मेरो साइकल राइड कस्तो लागिरहेको छ आफ्नो प्रतिक्रिया दिनु होला के हो गेरै लाग्यो नि त यार लगाइस हिजो म यही ठाउँ आएको थिएँ होइन अलिकति एङ्गल मिलेन मलाई चाहिँ चित्तै बुझेन कि त्यही भएर आज म जसरी एङ्गल मिलाउँछु भनेर चाहिँ आएको छु खै अब कस्तो हुन्छ एङ्गल आजको तर जस्तो भयो भने तपाईँहरूले हेरिदिनु होला टायरमा हावा छैन त्यही पनि गुडाइरहेको छु प्रीति मैले लायो होला उनको ला ल ओइ यो भन्दा मान्छे किन नगा लगाए कसको आइजर हो उकालो उकालीको बाटो राइट उकालोमा चाहिँ साइकलमा चाहिँ गाडमा सिन्छ कि यार बाइक जस्तो होइन बढार्यो हिँड्यो त्यस्तो हुँदैन साइकल जतिसक्दो पाइडल चलाउने हो जोडले भएर होला गर हामीले हिँड्दा आयो क्या के जुगाली घाइदियो घाँस काट्यो कि घाँस काट्नु जाँदा ठोकेछ यहाँबाट खस्यो भने चाहिँ मान्छे गयो तलसम्म छ क्या भिड पनि लगाइ अब चाहिँ बोलेर आयो
बोलेर आयो बोलेर उसले बाटो राख्नुपर्ने हुन्छ मस्तसँग अनि मैले चाहिँ साइकललाई चाहिँ यस्तै सुताउनु पर्ने हुन्छ सुतोस् अब उसले चाहिँ सुत्ने टाइम छ अहिले सुतोस् तर यहाँबाट लड्यो भने चाहिँ मस्तसँग लड्ने त्यहाँको मुढो माथि लगाएर रहेछ कि त्यहाँ तल रहेछ होइन ऊ यहाँ तल बाटो लगाएर रहेछ त्यहाँ बाटो नि बनाएर रहेछ हेर्नु नि त्यहाँबाट लगाएर रहेछ ठ्याक्कै मान्छे हिँड्दै हिँड्दै बाटो बनिसकेको रहेछ गाडीमा चाहिँ एकजना मान्छे रहेछ जम्मा एकजना ड्राइभर एकजना मान्छे छोरी चाहिँ होला लगाएछ अब चाहिँ म यहाँबाट घर फर्किनु पर्ने हुन्छ किनकि म राइड आएको 3-4 मिनट भइसक्यो लगाएछ अहिले चाहिँ म होइन तपाईँहरूलाई कहाँ छु भन्दाखेरि मेरो घर देख्नु भइरहेछ नि त पऱ्यो हो ए हो हाम्रो घर भनेपछि मेरो घर त्यहाँ भनेपछि म यहाँ लगाएछ आजको भ्लग तपाईँहरूलाई कस्तो लागिरहेछ आफ्नो प्रतिक्रिया दिनु होला अनि नेक्स्ट भ्लगहरू एकदम दामी दामी यस्तै साइक्लिङ राइडहरू म ल्याउने कोसिस गर्छु जस्ट आज भोलि चाहिँ के भइरहेछ भने हाम्रो खेतालो मतलब खेतालो यत्तेरिका मेला चलिरहेछ नि त हाम्रो कोदो रोप्ने अनि त्यस कारण चाहिँ मैले दिउँसो चाहिँ भ्लग बनाउनु पाएको छैन बिहान पनि भ्याइ नभ्याइ घाँस काटेर आएर भ्लग बनाइरहेको छु होइन घाँस काटेर आएको बिहान हेर्नु न खुट्टा यस्तो रगत आएर यस्तो भइरहेछ तर पनि केही छैन म तपाईँहरूले चाहिँ जसरी भए पनि भ्लग चाहिँ दिनेछु भनेर चाहिँ भ्लग बनाउनु लागि जस्तो सुकै होइन टाइम भए पनि म म्यानेज गरेर तपाईँहरूले भ्लग पेलिरहेको छु जस्तो तपाईँहरूले चाहिँ माया गरिदिनु होला त्यही हो आम्मा हजुर छिरिन थारेङ हजुर सुन्दर हाउला कुरो ब्लग सोसी ल गाइस अब चाहिँ म यहाँबाट निस्किनु पर्ने हुन्छ ढिलो भइसक्यो घरमा होइन माथि जानुपर्ने छ कि मेला जस्तै हो कि खन्नुपर्छ दिनभरि 3-4 जनाले मैले एक्लैले खन्नुपर्छ कि त्यही भएर म निस्किनु पर्ने हुन्छ अब मोटो भ्लग गर्दै जान्छु ल साथीहरू बाई बाई मोटो भ्लगतिर भेटौँला ल गाइस अब मोटो भ्लग गर्दै जानुपर्ने हुन्छ घरमा यस्तो तुफान जान्छु कि होइन यस्तो रकेटको गतिमा अब पछाडिको हावा छैन त्यही पनि म कुदाइरहेको छु होइन केही छैन फुटे नि फुटोस् भनेर भन्दैन आफ्नो गरी खाने भाडाहरूलाई माया गर्नुपर्छ साथीहरू ल गाइस अब निस्किसक्यो एकछिन रुक ब्रेक लाग्न यो पछाडिको ब्रेक छैन गाह्रो छ कि साथीहरू मलाई एकदम गाह्रो छ एङ्गल मिलाउनु पऱ्यो नि त होइन एङ्गल मिलाउनु भने तपाईँहरू फेरि यसको भ्लग भनेर फेरि स्किप गरेर जानुहुन्छ त्यही भएर डर लाग्छ मलाई लगाएछ निस्के ओहो यस्तो भिड छ नि यहाँ चाहिँ आमामा भिड हेर्नु नि त्यहाँ तपाईँलाई म यहाँबाट रोकेर भिड देखाउँ कि हो यहाँको यस्तो बवाल छ यहाँको भिड आमा देखाउँछु ल तपाईँलाई हेर्नु न यहाँ भिड यस्तो बवाल छ भिड आपापा हैट डेन्जर छ भिड चाहिँ ल अब यो भिड हेरेर बस्ने समय छैन अब म चाहिँ निस्किनु पर्ने हुन्छ घरतिर ल गाइस बाई बाई भनेर भन्दिनँ उकालो यस उकालोबाट चाहिँ मैले एकदम पेल्नुपर्ने हुन्छ गाइस म ठ्याक्कै अघि ठाउँमा आइसक्यो यहाँबाट सरासर जानुपर्ने हुन्छ यहाँबाट चाहिँ आइज निस्किसक्यो कहाँ पुग्यो तर हिजो यहाँबाट आएको थियो होइन मैले चाहिँ यस्तो बवाल बनाउँछु भनेर सोचेको थियो कि भिडियो तर एङ्गल मिलेन त्यसमा मलाई एकदम चित्त दुखिरहेछ गाइज त्यही भएर म कुदाउँछु मलाई चित्त दुख्यो लु मोडमा पनि ब्रेक नलगाइ हिँड्ने हो किनकि मेरो अगाडिको ब्रेक मात्र छ त्यही पनि म कुदाउँछु मलाई मतलब छैन अब गाइज आया कस्तो पाइडलले ठोकिदिए
ओहो ल गाइज मेरो घर मुनि आइसकेको छ मेरो घर मुनि आइसकेको छ। अब घर मुनि आएपछि चाहिँ म तपाईँलाई मेरो भ्लगिङ गर्ने ठाउँ भनेर त थाहा भइसक्यो होला। कमास यहाँ आयो भने जहिले मलाई चाहिँ ढिलो छ्याप्छ क्या त्यहाँको, किनकि म स्पिड आउँछु नि त। अब त्यही हो रकेटको गतिमा आउने बानी, म आज नि यही हिलोबाट लाने हो होइन। लुजा वाउ वाउ व्हाट नाइस रन्का। ल गाइस म ठ्याक्कै आइसकेको छु, तपाईँलाई भन्नु पर्दा मेरो घर मुनि। अब यहाँबाट चाहिँ मैले गर्नुपर्ने हुन्छ विली भनेर भन्दिनँ, किनकि विली हान्दाखेरि यताको मोबाइल पल्टिन्छ कि जस्तो लाग्छ क्या, अनि त्यही भएर म हान्दिनँ विली, नत्र त यस्तरी यसरी हान्न मन छ तर के गर्नु मोबाइल पल्टिन्छ क्या क्यामेरा, त्यही भएर नत्र म हानिदिन्थेँ विली त। हे यस्तो विली त ड्याङ्की ड्याङ हो। Oh, hey! ल गाइस आजको भ्लग कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिनु होला। अब नेक्स्ट भ्लगमा भेटौँला है। बाई बाई मेरो साथीहरू, मेरो युट्युब फ्यामिलीहरू, मेरो सब्सक्राइबरहरू, मेरा डेली भ्युअर्सहरू सबैजनालाई माया छ, सपोर्ट गर्दै जानु होला। आगामी भ्लगहरू भेटौँला। बाई बाई गाइस, नमस्ते।